प्रोजेक्टाइल। एउटा व्यक्तिले यहाँदेखि एउटा क्रिकेटको बललाई यसरी फाल्यो। यसरी फालिसकेपछि यहाँनिर के लाग्छ होला, बीचको भागमा त म्याक्सिमम हाइट लाग्छ होला, सबैभन्दा माथि कति गयो भन्ने। अनि हामीसँग होरिजन्टलमा जहिले पनि यो कस के लाग्छ, थीटा लाग्छ भने भर्टिकलमा यु साइन थीटा लाग्छ। र यो अब्जेक्ट गएको कसरी हो, बाई मेकिङ इनिसियल भेलोसिटी। र एङ्गल के रहेछ हाम्रो थीटा, एङ्गल साइन थीटा बनायो है। भनेपछि नम्बर 1 मा हामीलाई के चाहियो, टाइम अफ फ्लाइट। टाइम अफ फ्लाइट, टाइम अफ फ्लाइटको लागि हामीसँग फर्मुला रहेको छ, सजिलो सम्झिनुपर्ने। h = ut प्लस 1/2 एटी स्क्वायर हो। तर अब्जेक्टलाई के छ, यो माथि फालिएको भएको भएर ut - 1/2 gt स्क्वायर। हामी टाइम निकाल्दैछौँ है, टाइम अफ फ्लाइट। अब टी निकाल्नु छ हामीलाई होइन। अब h त अहिले यो अब्जर्भ माथि गइसकेपछि फेरि आउनुपर्ने कहाँ हो त, तल नै हो, जसले गर्दा यसको भ्यालु 0 हुने भयो। इक्वल्स टु u भनेको किनकि u इज रिप्लेस बाई u साइन थीटा इन्टु t भनेको निकाल्नु छ टाइम पिरियड माइनस 1/2 gt स्क्वायर। यो माइनसको भ्यालुलाई अगाडि लगाउँ है त। 1/2 gt स्क्वायर इक्वल्स टु u साइन थीटा। अनि हामीसँग के छ अर्को, टी पनि छ हामीसँग, u साइन थीटा अनि टी पनि छ हामीसँग। टी स्क्वायर इक्वल्स टु यो 2 त माथि मल्टिप्लाई भयो, 2u साइन थीटा टी डिभाइड बाई जी। यसको स्क्वायर र यो टीलाई क्यान्सल गरिदियो। देयरफोर टाइम अफ फ्लाइट t इक्वल्स टु 2u साइन थीटा डिभाइड बाई जी हुँदो रहेछ। प्रोजेक्टाइलमा टाइम अफ फ्लाइट कसरी निकाल्दो रहेछ, t इक्वल्स टु 2u साइन थीटा डिभाइड बाई जी। यदि यही कुरा